हेलो अनि सबैजना सन्चै रमाइलो हुनुहुन्छ होला फेरि पनि हुनुहुन्छ आज चाहिँ त्यो काममा जानको लागि बुढीले खानेकुराहरू के प्याक गर्दै के ल्याउनु रहेछ यो मकै भटमास अरू के मिसाएको रहेछ मकै भटमास अनि यो चाहिँ राँगो मासु रहेछ यो चाहिँ खसीको मासु रहेछ खसीको मासु प्याक गरेर यो चाहिँ मुलाको अचार रहेछ अब यो कामतिर गएर काममा लागेर खानुपर्छ खासै मिठो हेलो साथीहरू सबैजना सन्चै रमाइलो हुनुहुन्छ होला म पनि एकदम आरामै छु आज माघको 14 गतिको दिन सायद आज देशभरि देशहरूमा देशको सबै ठाउँहरू सायद पानी पर्ला होला सबैहरू बाहिर ननिस्किन भित्रै तातो नानी गरेर बस्नु होला र यसै प्लस टाइगर कप 2082 छैटौँ टाइगर कप चलिरहेछ हेर्न जाने इच्छा हुँदा हुँदै कामको सिलसिलाले गर्दाखेरि कालीकोट जाँदैछ अब यता सामानहरू पनि रेडी भएर सक्यौँ यस्तै छ अब लाग्नुपर्छ ल हामी गाडी चाहिँ यहीँ रहेछ पहाडदेखि नेपालगञ्जको एकदम दामी रहेछ एसीवाला नै पर्दैन ल अहिले चाहिँ हामी यो कलकत्ताको बाबी भन्ने ठाउँमा आएको यहाँ खाजा खाना राखेको गाडी तर खाजा खाने होटलहरू बनाएर चाहिँ एकदम चिसो मौसम छ पानी पर्न लाग्छ मस्सर पनि लागिरहेको छ बादलहरू पनि यस्तो छ हेर्न सक्नुहुन्छ मौसम तलको फोहोर पर्न रहेछ यहाँ पुल पनि रहेछ भन्दै गरेको गाडी ल चढेर आएको गाडी चाहिँ हो हाम्रो यता एकजना दाइ चाहिँ सो बिहान बिहान मर्निङ प्याक हानेछ अलि बेहोसमा हुनुहुन्छ लाग्यो लम्बा गाडी हिँड्न लाग्छ